गाइज स्वागत छ फेरि पनि मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म चट्ट लाएर बजार जाँदैछु, थाङजिङ बजार सब्जी किन्नलाई। गाइज मेरो डे ड्युटी सक्यो अब हैन, अब नाइट जानुपर्छ। नाइटको लागि चाहिँ सब्जीहरू बनाएर खानुपर्छ। सो सब्जीहरू किनेर ल्याउनु पर्यो, चिकन सिकन, यता साग ताग, बुङ्गुर सुँगुर अनि अन्डा सन्डा। चट्ट कपाल पनि काटेर आइदिनु पर्यो हैन, कपाल पनि झ्यापुले भएको छ नि त। सो अब 15 मिनटमा पुग्नुपर्छ यार बस्ने ठाउँमा, न त छुट्यो भने छुट्यो। अब यता जाडो पनि अब सुरु हुनु थालेछ यार गाइस। यार हावा चलिरहेछ। आज चाहिँ म चट्ट सपिङ सब्जी किनिदिने हो अनि चट्ट आउने हो। बाटो यस्तो छ गाइस, नजरिया चाहिँ यो माया। घाम डुबिसकेको छ यार, रोड यस्तो खाली छ कि फेरि हाम्रो ठाउँमा चट्ट दायाँ बायाँ हेर्ने हो होइन, चट्ट जाने हो। यो चाहिँ पार्क हो गाइस यार, बवाल छ यो पार्कभित्रबाट जाउँला गाइस। यो बिरुवाहरू सबै रोप्छ यार यता त यार, सारेर ल्याउँछ चट्ट। यो भनेको चाहिँ गाइस पार्क हो, पार्क। कोही छैन यार, यस्तो राम्रो छ। स्पिड जानु पर्ला जस्तो छ गाइस यार, ढिलो हुन्छ। बस छुट्यो भने फेरि आधा घन्टा पर्खिनुपर्छ। सरर जानु दामी छ गाइस, पार्क चाहिँ दामी छ गाइस है। घुम्नु भन्दा पनि यो चाहिँ साइकल कुदाउने ठाउँ जस्तो यता हो बाटो गाइस। म चाहिँ छेउ जाने हो, गाडीहरू आउँछ टट्ट सरर। यो साइकल कुदाउनु कम त मजा आउँछ। यो फेरि 7 लाखको साइकल हो कि फेरि, नेपाली 70,000 यस्तो उठ्छ। 12 गियरको हो क्या यो, 12 गियर हो यो। चट्ट जाने बाटो चाहिँ यस्तो छ गाइस यार, यो सिङ्गल बाटो हो। कुना जानुपर्ने हो, चट्ट जाने। चट्ट यहाँ रोक्नुपर्छ गाइस यार, यहाँबाट माथि लाग्नुपर्छ। यहाँ चट्ट रोक्यो गाइस, यसलाई माथि लानु पर्यो भाइ गाइस साइकललाई। यस्तो छ। फाइनली गाइज म चाहिँ यहाँ माथि आइपुगेँ होइन। अब चाहिँ यहाँबाट चाहिँ ढुक्क कुनै पनि गाडीहरू आउँदैन यहाँबाट चाहिँ, माथि पनि रोड हो नि, फेरि गाडी जाँदैछ। यहाँको बाटो चाहिँ यस्तो गाइज, ए टक्क जाने हो। यस्तो छ कन्टेनर गाडी। ल गाइस कोरियाको धानहरू पनि यार पाकिसक्यो, अब काट्ने बेला भइसकेछ है। अब अर्कोपल्ट आउँदाखेरि यो धान हुन्न, काटेर खत्तम बनाइसकेको हुन्छ मेसिनले चट्ट। अहिले त नेपालमा पनि धान काट्ने सिजन आइसक्यो है। दसैँको बिचमा नि काटाइ हुन्छ अगुवा धानहरू, अनि त्यसपछि तिहार पछाडि फेरि धमाधम धान काटाइ हुन्छ। तिहारपछि मङ्सिरमा थन्काइसकिन्छ होइन। मध्येर चाहिँ त्यस्तो छ गाइस। अनि अब यो पुलमुनि चाहिँ साइकल राख्ने हो क्या गाइस, यहाँबाट फेरि हिँडेर जानुपर्छ। धानहरू यस्तो छ चट्ट, यहाँबाट हिँडेर उकालो जानुपर्छ। यो माथिबाट आएको पानी हो क्या यो, माथि के गरिबस्छ। अनि सो
अझै बिस्तारै जाने हो होइन चट्ट उकालोमा साइकल लानु गाह्रो हुन्छ नि त अनि आयो यो साइकललाई चाहिँ यहाँ राख्ने हो टक्क भरे आउने उठाउने लाने हो कसैले नि छुँदैन क्या यो साइकल फेरि त्यस्तो ढुक्क भइन्छ चट्ट सधैँ यो पुलमुनि राख्थ्यौँ अहिले त हिलो रहेछ क्या थाकियो यार भरे आउँदाखेरि सजिलो हुन्छ नि त साइकल त्यहाँ राख्दाखेरि जाडो हुन्छ भनेर ज्याकेट लगायो गाइड छैन चिसो चिसो छ क्या अहिले त घाम लागे पनि जाडो सुरु हुन आँट्यो नि त सो मैले चाहिँ यहीँ आएर स्याउको बोट देखेको नेपालको देखेको थिइनँ कत्रो छ है अहिले स्याउको सिजन हो कि बजारमा पनि अहिले सस्तो सस्तो स्याउ पाउँछ लगभग एउटा बोटमा 40 देखि 50 केजी छ क्या यो बोटको हाइट भनेको चाहिँ 3 देखि 4 मिटर मात्र छ क्या 3 देखि 4 मिटरको छ होइन हाइट बोटको स्याउको बोटको लगभग 40-50 केजी होला के झरेर टन्नै भुइँभरि छ है यहीँनिर गएर यहाँतिर झरेर होइन चराले खान्छानेर यस्तो यो जाली लाउँछ होइन माथिबाट पनि जाली लगाएको छ पुरै जाली लगाएको छ यो भुइँमा झारहरू उम्रिन्छ मल बगाउँछ भनेर यस्तो प्लास्टिकहरू लगाएको छ है यहाँदेखि तलको चाहिँ अस्ति बेचिसकेछ क्या सबै अब यो बेच्नु छ अब यो बेचिहाल्छ अब 10-15 दिनमा गाइस आम्मामा यो फर्सी कत्रो हो बफ्रे यार यहाँ छ गाइस फर्सी यार बफ्रे यो उकालो हो नि त गाइस म चाहिँ बस चढ्ने ठाउँमा आइपुग्न आँटिसकेँ गाइस है म चाहिँ पानी चाहिँ यहाँबाट गएको क्या तल यहाँबाट पानी जान्छ अनि त्यो हिलो भएको यहाँ फेरि छ नोरे यान्सुप गिदोने यान्सुप चट्ट उकालो लाग्यो गाइस है फाइनली गाइस बस चढ्ने ठाउँमा पनि आइसक्यो चट्ट लाएर यस्तो छ टालो नयाँ बनाएको क्या गाइस पहिला थिएन अहिले चाहिँ सबै नयाँ बनाएको गाइस यहाँ सेटअप गर्नु अझै बाँकी छ क्या गाइस यहाँ के लेख्नुलाई अझै बाँकी छ सो देख्न सक्नुहुन्छ है बाहिर फाइनली गाइज म चाहिँ थाङजिङ बजार आइसकेँ बसबाट भर्खर झरेको है अब सिधै के गर्ने भन्दाखेरि नम्बर 1 काम भनेको चाहिँ चट्ट सिधै कपाल काट्ने हो सबैभन्दा पहिला चाहिँ अब मैले सधैँ काट्ने ठाउँ खाली छ कि छैन त सबैभन्दा हेर्ने अगाडि गाइज हाम्रो बजार चाहिँ गाइज यही हो है यही यस्तै छ यार यता चाहिँ गाइज रङ्गी चङ्गी भन्ने ठाउँ हुन्छ नि हो त्यस्तै हो यता चाहिँ आज बजारको दिन होइन यो बजार चाहिँ यहाँ यस्तो 10 तारिक महिनामा 3 पल्ट लाग्छ होला हौ 10, 20, 30 होला सायद कस्तो के छ यार फाइनली गाइज म चाहिँ कपाल काट्ने ठाउँमा पनि आइसकेँ अब म चाहिँ प्रायः गरेर कपाल यहीँ काट्छु हाम्रो छुट्टी छ 30 वर्षको आन्टी चाहिँ 30 वर्ष भयो कपाल काट्नु थालेको यार सामान्य ठाउँ छ गाइज अब ओके गाइज म चाहिँ अब कपाल चट्ट काटिदिने हो फाइनली गाइज कपाल पनि चट्ट काटिसक्यो है चट्ट मजाले काटिन्छ यहाँ चाहिँ धेरै महँगो पनि छैन 15,000 मात्र कपाल काटेको चाहिँ थियो गाइज छुट्टीको फेरि अर्को टाइम आइसक्यो फेरि 1 महिनापछि फेरि कपाल काट्ने बेला भइहाल्छ है गाइज फेरि 15,000 ठाउँ पाउँछ ओके सामान चाहिँ यहाँ छ गाइज 2 पोका अनि ब्यागमा चाहिँ अन्डा चट्ट अब यहाँबाट साइकलमा अब रुम पुग्नुलाई
15 मिनट अलिक लाग्दैन 10 देखि 15 को बिचमा पुगिन्छ गाइस है चट्ट रात परिसक्यो यार ढिलो भयो नि यस्तो छ यहाँदेखि चाहिँ चट्ट जाने हो तल 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 गाइस मेरो साइकल चाहिँ यहाँ लडिरहेछ अघि यहाँ राखेर गएको थियो नि त हिलो छ के पानी छ सो यहाँ राखेको अब यो सामानलाई चाहिँ चट्ट मिलाएर साइकलमा अगाडिको ह्यान्डलमा राखेर चाहिँ रुमतिर जाने हो गाइज फाइनली गाइज मैले चाहिँ चट्ट साइकलको ह्यान्डलमा सामानहरू सेटअप गरिसकेँ दुईवटा झोला यहाँ झुन्डाएँ प्लास्टिकको अनि ब्यागमा चाहिँ अरू सामान छ अन्डाहरू होइन चट्ट यहाँ चाहिँ अब बिस्तारै जानुपर्छ है लडिन्छ फेरि चट्ट ब्यागमा चाहिँ अरूको बोकेछु अब यो बाटोलाई चाहिँ म चट्ट बिस्तारै पछाडिको ब्रेक लगाउँदै ढिलो छ नि त सरर गयो है बिस्तारै चट बेलुकाको नजारा यस्तो हुन्छ गाइज यहाँ धानहरू सबै लडेको छ यहाँ है चट्ट धानहरू मैले सामान चट्ट यहाँ लगाएको छु है दुईवटा पछाडि अनि ब्यागमा छँदैछ एउटा चट्ट सर यहाँ त फेरि पाइडलै मार्नु पर्दैन क्या ओह्रालो छ कि मजा आउँछ सरर के गर्नु एक्लै हो गाइज यार छैन केटाहरू ड्युटीमा छ यतिखेर मेरो चाहिँ भोलिबाट नाइट ड्युटी छ सो एक्लै हो मजै हुन्छ भिडियो बनायो चट्ट टाइम पास पनि हुने चट्ट यहाँ गाडी जाँदैछ माथिबाट यार चट्ट म चाहिँ आइसकेँ गाइज कन्ट्रोल फेरि खतरा छ नि त मेरो साइकलको फेरि लड्दैन क्या कसैले त सक्दैन नि त अगाडि दुईवटा ह्यान्डलमा कोहीले यहाँ चाहिँ यस्तो छ यहाँ झर्नुपर्छ क्या गाइज यहाँ चाहिँ झरेर अब यो छेउै जानुपर्छ रात परिसक्यो गाइज यहाँ अब चट्ट रुम जाने हो अनि खाना खाने हो गाडीहरू हेर्ने हो अनि टाप जाने हो आएको छैन गाडी गाइज उता जाने हो सरर 50 की स्पिडमा कुदाउनु भनेर रहेछ रोडले पनि 50 त छैन होला 30 चाहिँ होला मेरो साइकलको गति म चाहिँ यस्तो गरेर लान्छु नि त दुईवटा झोलालाई टक्क ह्यान्डलमा राख्यो होइन सजिलो छ त्यो कम्पनीको छेउमा बस चाहिँ आउँछ कि तर एउटा आउँछ क्या बिहान 9:30 बजी अनि यो एउटा किनलाई होइन टक्क फ्रिजमा राख्ने हो सामानहरूलाई टक्क भात खाने अनि चट्ट सुत्दिने हो गाइज भोलिबाट चाहिँ नाइट ड्युटी हो गाह्रो छ मासला नाइट ड्युटी त यार याउ लाग्छ यार जाडो सुरु भयो यार बिहान भित्र चाहिँ कम्पनीभित्र चाहिँ फेरि गर्मी हुन्छ बाहिर निस्केपछि जाडो हुन्छ फेरि गुराँसको फेद मुनि सम्झनाको छाया तिमी मलाई कति माया हाम्रो कम्पनी पनि आउन आँटिसक्यो होइन यो चाहिँ नयाँ बनिएको हो क्या गाइज कम्पनी यहाँ चाहिँ विदेशीहरू अहिलेसम्म चाहिँ कोही छैन सब कोरियनहरू मात्र हो बिस्तारै ल्याउँछ होला अनि भेट हुने भनेको चाहिँ विदेशीहरूसँग चाहिँ GS25 मा हो कि कहिलेकाहीँ झुक्केर तर हरियो बत्ती बलिराजा गाइज जाने अब सिधै हरियो बत्ती बले तापनि तर दायाँ बायाँ चाहिँ हेर्नु चाहिँ पर्छ गाइज यो खुल्ला बाटोमा गाडी आएको नै रहेछ हाम्रो कम्पनी चाहिँ यही हो गाइज देख्दै गरेको यो कम्पनी बहुत ठुलो त्यो खिसुक सब हो
चट्ट म चाहिँ यतापट्टि सुत्छु चट्ट हाम्रो कम्पनी चाहिँ यही हो चट्ट ढोकासोका थुनिसकेछ बुढोहरूले हामी यहाँबाट पस्नुपर्छ गाइज यसलाई खोलेर हाम्रो चाहिँ यस्तो छ खिचुक छ गाइज दामी छ होइन किचनहरू पनि दामी छ चट्ट चट्ट यहाँ चाहिँ तालिम सालिम उन्दङ सुन्दङ गर्ने है चट्ट खिचुक छ हाम्रो यता चाहिँ खिचुक छ हो यता चाहिँ किचन सिक्ताङ बुढो भात खाँदैछ चाउचाउ बनाएर यताखेरि अर्कै छ ड्युटी जानलाई बबाल छ चट्ट राख्ने गाई छ अब यहाँ फ्रिजभित्र सामान ओके बाई बाई गाइज